रातको 10 बजेको छ। हामीले चाहिँ अहिले यो गाईलाई पानीझरीमा राति यस्तो पानीझरीमा पनि यो गाईलाई स्लाइन पानीबाट उपचार गर्दैछौँ। गाई निकै साह्रो भएर हामीले रातको 10 बजे पनि पानीझरीमा भिज्दै आएर यस्तो पानीझरीमा हामीले गाईको उपचार गर्दैछौँ। गाईको कन्डिसन एकदम गाह्रो छ, गाई उठ्नै नसकेर राति पानीझरी नभने अहिले चाहिँ हामीले यो गाईलाई स्लाइन पानीबाट उपचार गरिरहेछौँ। एकदम गाह्रो छ यो गाईलाई। साथीहरू, पशु प्राविधिक भइसकेपछि चाहिँ राति दिउँसो भन्न पाइँदैन। जति बेला पनि गएर काम गर्नुपर्ने हुन्छ, सेवा दिनुपर्ने हुन्छ। राति भए पनि काम गर्नु एकदम मजा आइरहेको काम गर्नु। अब गाई स्लाइन भनेको उपचारको लागि सबैभन्दा भरपर्दो उपचार हो। तङ्ग्रेस भनेर गरे हो, त्यही त होइन र भन्न त। होइन, अस्ति त्यो माथि मदनहरूको गाईको पनि खोइ के भएर सिलाइन लगाइदिएको फ्याटे गयो भनेर हुन्थ्यो क्या। थेट त्यो मान्छेको कुरा सुनेर हुन्छ। त्यो गाईलाई